हेलो एन्ड नमस्ते। म चाहिँ अब हेयर कटको लागि हाम्रो प्यारो भाइ अनिल भाइकोमा जाँदैछु। अब भोलि मेरो नेपालको फ्लाइट छ। अब अलिकति चिटिक्क राम्रो हिरो बन्नु पर्यो, त्यसको लागि हुन्छ नि। अब I'll see you guys there। त्यति राम्रै आइरहेछ हैन, सबै देखिरहेछ। हेलो सबैजना, म चाहिँ यहाँ अनिल भाइकोमा चट्ट अब कपाल काट्न आएको। भोलि नेपाल आउँदैछु। अब चट्ट भाइले मलाई हिरो बनाइदिन्छ होइन त भाइ? अफकोर्स मेरो त अलरेडी हिरो हुनुहुन्छ। अब यसो सुनमा सुगन्ध सर्किने मात्र हो है। हो नि त, त्यो कपाल नि कलर नि सुनकै जस्तै छ नि त। सही भएछ नि। सबैले एप्रिसिएट गरिरहेछ भाइ। त्यो मेरो एकजना साथी नि आउँछु भन्दै थियो, उसलाई सेम हेयर कलर गर्नु पर्यो अरे। ओके, कपाल त तपाईँको जस्तो छैन नि? छैन, कपाल त सिल्किने छ उसको। मेरोमा गाह्रो होला नि होइन भाइ कलर गर्नु? कि एउटै हो? एउटै हो। सुरु गरौँ है त। किच्चो दाइ, अनि हाउज द एक्साइटमेन्ट लेभल? हिजोसम्म काम थियो भाइ, अब आज फ्री सट्ट कपाल काटेर हिरो बनेर। अन्त त भोलि के अरे नेपाल जाँदा लगाउने लुगा आजै लाएर आउनु भएको छ कि? ए होइन, नयाँ किन्न जानु लाग्यो भाइ। अब सम साइडमा गएर यसो एक दुईवटा लुगा किन्नु पर्यो। मजाले कसको फोन आयो यतिखेर? हेलो, ए हजुर फ्राइडे हुन्छ, मलाई कल गर्नु न ल। फ्राइडे एनी टाइम एभाइलेबल हुनुहुन्छ कि कस्तो छ? 3 बजेसम्ममा? ए हुन्छ मलाई हुन्छ हस्। बिहान एकचोटि मलाई बिहानै 8 बजीतिर कल गर्नु, त्यस्तै 8, 9, 10मा मिलाउँला नि है। हुन्छ सी यू सुन। ह्याप्पी दसैँ ल। त्यो दिन हुन्छ, त्यसको लागि चाहिँ कन्फर्म गरेर बुकिङ गर्नुपर्छ। उहाँको नम्बर हुन्छ, मलाई फोटो पठाइदिनुहोस् उहाँको हेयरको, अनि उहाँको नम्बर पठाइदिनुहोस्, म बुकिङ गरिदिन्छु फ्राइडे मर्निङ है त। हस् हुन्छ, हस् थ्याङ्क यू। 9 AM हुन्छ ती? ए हस् हुन्छ, थ्याङ्क यू हस्। सी यू। ओके सरी भाइ, ठिक छ। भनेपछि हामी आज साइड मात्र पेड गर्ने, अनि टप र ब्याक चाहिँ राख्ने होइन त दाइ? अलिक लेन्थ ठिक छ दाइ? ह्याप्पी हुनुहुन्छ? लेन्थ ठिक छ भाइ। ओके, तर कपाल चाहिँ बिग्रेछ। कपालमा के युज गर्नुभएको छ? छैन नि, अस्ति प्रोडक्ट दिएको भने नि म लिन आउँछु भनेको आएन। कल इन्हान्सर युज गर्नु, अनि ठिक भइहाल्छ। लेट्स बिगिन है त दाइ। ल अनि हाम्रो दर्शकहरूले कहाँदेखि हेरिराख्नु भएको छ होइन? प्लिज, वी आर लोकेटेड इन ब्रिस्बेन ठाइगम है। प्लिज डु भिजिट इफ यु आर इन ब्रिस्बेन है। द बेस्ट बार्बर इन टाउन है भाइ। आएपछि तपाईँ हुन्छ नि। अब मैले अहिले यस्तो जिङ्रिङ्गो देखिरहेको छु, अहिले एकछिनमा फेरि हेर्दा होइन ट्रान्सफर्मेसन। भाइ जिम त गइरहेको थिएछ नि होइन? गइरहेको छु दाइ। हिजो नि जाने भनेको, त्यहाँ फेरि एउटा दाइ युरोपबाट घुमेर आएको थियो। ए 1400-1500वटा देश घुमेर आयो त्यो दाइ। हो र? युरोप अनि चाइना, यता भियतनाम। ए हो र? एक्लै सोलो ट्राभल इन हिज 50s। हो भन्न त दाइले यसो अरूलाई चाहिँ 37 भन्नुहुन्छ त।
फोटो रिभेल नगर भन्छु दाइलाई भेट्न पर्ने भयो त इन्सपिरेसनको लागि होइन अफकोर्स अन्त दाइले चाहिँ त्यही अब हाम्रो त त्यही त हो नि नेपालीको होइन अरूको अब दाइले भनेको है अरूले अब युरोपियनहरूले 27 देखि 30 मा हुन्छ नि 20 देखि 30 मा अब त्यसरी घुम्छ हाम्रो चाहिँ अलि लेट नै हुन्छ होइन जहिले सक्छ त्यसले गर्नु त हो नि दाइसँग हिजो मैले नि अलिअलि टिप्स लिएर आएँ ए हो ट्याक्क मेरो फर्स्ट भिजिट चाहिँ चाइना हुनसक्छ चाइना नाइस है अब चाहिँ म नि घुम्छु फाइनल्ली अब यहीँको पासपोर्ट लिने डिसाइड गरेँ भाइ ए हो त अब लास्ट आखिरमा यहीँको लिँदा फाइदा भनेको है कस्तो भन्नाले अब जस्तै हामी सुरुमा आउँदा चाहिँ कस्तो हुँदैछ भने अब त्यो नेपाली हो माया हो अलिक त्यो हुन्छ नि पासवर्ड अब त्याग्न मन लाग्दैन नि त तर तिमी अब जब ट्राभल गर्नु सुरु गर्छ अनि कति दुःख पाउँदो रहेछ है भाइ अनि त्यही भएर अब घुम्न मन छ भने त यहाँको पासपोर्ट लियो भने कति फ्रिडम छ नि त जस्तै अब योपालि मेरो फ्यामिली होल होइन अब यहाँको पासपोर्ट भयो यत्तिकै अब सिङ्गापुर घुम्न पाएँ नि त मैले चाहिँ $100 पे गरेर भिजा एप्लाई गरिरहेको छु नर्मल्ली चाहिँ कति लाग्छ बेसी लाग्छ होइन त्यो अब नेपाली पासपोर्टलाई त्यति अरू जस्तो भने अस्ट्रेलियन पासपोर्ट भयो भने तिमीले केही पे गर्नु परेन सिधै हो कतिवटा देश जानु पाउँछ नि एकदम स्ट्रङ छ कि यहाँको पासपोर्ट भिजा फी लाग्दै लागेन त्यहाँ जाने इन्टर हुने अनि घुम्ने भिजा लिन त पर्छ होला नि त्यही एयरपोर्टमा त्यो इन्ट्री भिजा भन्छ नि एप्लाई पनि केही नगरी जाने केही गर्नु परेन जापानतिर पनि जापान तिम्रो युएस युरोप संसारको लगभग धेरै देशहरूमा अब यत्तिकै जान पायो अनि त्यहाँ लङ्गर स्टे त गर्न मिल्दैन होला वर्क पर्मिट हुन्न होला त्यो हुँदैन तिम्रो त्यही अब 1 मन्थदेखि 3 मन्थ त्यस्तै हेरेर हुँदो रहेछ भिजिटर भिजा भन्छ अनि लास्ट टाइम त लास्ट दुःख पाएँ नि त भाइ के अरे त्यो 3 वर्ष अगाडिकै म चाहिँ बालीको 24 आवर ट्रान्जिट थियो अनि एक्लै मजाले घुम्छु होइन 24 आवर भनेर गएँ होइन तिम्रो कस्तो कोभिड अगाडि चाहिँ तिम्रो त्यो नेपाली पासपोर्ट नि नेपालबाट नि आउन मिल्थ्यो कि त्यो एयरपोर्टमै भिजा दिन्थ्यो कि अनि कोभिड पछि बन्द गर्दै रहेछ मलाई थाहै थिएन अनि गएँ होइन मलाई त नि ब्याक टु ब्रिजबेन फर्काइदिनु लाग्यो म 20 जना भन्दा बेसी मान्छेहरूसँग त्यो अफिसरहरूसँग कुरा गरेँ बल्ल गयो होइन अनि त्यही जुन फ्लाइटमा गएको अनि मलेसिया पठाइदियो होइन अनि मलेसियामा फेरि दुःख दिनु लाग्यो फेरि भाइ बाहिर निक्लिन नमिल्ने रे अनि मेरो त्यो सामानहरू अब मैले अब लङ ट्रान्जिट भयो नि त बाली नबसी त्यो नि उता एउटा भयो नि त अनि त्यसको लागि भिजा लिन पर्ने रे अनि किन भनेको त्यो लगेज लिन जान मात्रै रे पैसा खान खोजेर है अनि पछि चाहिँ बल्ल बल्ल गरेर त्यो एकजना केटी थियो नेपाली भनेपछि मलेसियातिर त त्यो भन्दै गर्दैन त्यो पासवर्डले एकदम फरक पार्ने चाहिँ उस्तो गरेर अब धेरै लेबर मजदुरीमा जान्छ त्यो पनि त्यसरी नै छैन खोज्यो भन्न नि सक्छ हो नि त अनि म चाहिँ अब एक्साइटेड अब नेपाल चाहिँ अब लास्ट टाइम अब नेपाली पासपोर्ट लिएँ होइन मजाले घुमेर आइन्छ भाइ पासपोर्ट एप्लाई गरिसक्नु पासपोर्ट एप्लाई पासपोर्टको प्रोसिजियर के रहेछ त तिम्रो चाहिँ अब सुरुमा आफूले अब अनलाइन एप्लाई गरेँ होइन अनि डकुमेन्टहरू सबै दिएपछि लगभग अहिले चाहिँ 3 महिना हो त्यस्तो छ क्या वेटिङ टाइम अनि तिमीले इक्जाम दिनुपर्छ कि यहाँको अनि इक्जाम पास भएपछि चाहिँ अब नेक्स्ट भनेको चाहिँ तिम्रो सेरेमनी हुन्छ कि जस्तै म नेपाल नजाने भए मेरो अगाडि नै हुनसक्छ कि सेरेमनी
अनि तिमी सेरेमनीमा चाहिँ अनि तिमीलाई सेरेमनी पनि आफैले पिक गर्न पाएँ पायो जस्तै अब सेरेमनी भएपछि अनि तिमीलाई सिटिजनसिपको सर्टिफिकेट दिन्छ अनि लिगल्ली अस्ट्रेलियन भयो अनि त्यसपछि अनि पासपोर्ट एप्लाई गर्ने पासपोर्ट फेरि अस्ट्रेलियाको फेरि त्यसपछि एप्लाई गर्ने हो बल्ल तिमी सब यहाँको सिटिजन भयो अनि त्यसपछि पासपोर्ट एप्लाई गर्यो तिमी पासपोर्ट फेरि यहाँको वान अफ द एक्सपेन्सिभमै पर्दो रहेछ पासपोर्ट चाहिँ कति पर्छ त्यही 300 माथि जति छ $300 त्यस्तै त्यो पछि चाहिँ फ्रिडम भयो भाइ होइन पैसा भयो भने त चढ्छ ल झ्याउलाई म युरोप गएर आउँछु भनेर हिँड्न नि पायो होइन युरोपमा नि के अरे ऊ नलाग्दो रहेछ नि त अस्ट्रेलियन पासपोर्ट फिर्ता पनि जबमा अहिले चाहिँ अब चाहिँ कहिले कहाँ कुन देशमा चाहिँ $5 बनाउन ला अरे $5 तर $5 भने यहाँ त $10 त्यो मेटतिर छिर्यो भने $20 लिन्छ तिम्रो अब आधा ग्लास बियर खाइदिने ए अस्ति नेपाली पासपोर्टको काण्ड त अब अर्को नि छ भाइ म के अरे त्यस्तो 6 महिना अगाडि फिजीको लागि गएको थिएँ होइन अनि त्यो मेरो फ्यामिलीहरू त्यही यहाँको पासपोर्ट भयो भिजा एप्लाई गऱ्यो 2-3 महिना भिजै आउँदैन होइन अनि त्यही पनि अब वहीँ गएर अब एयरपोर्ट त जानु पऱ्यो हेर भाइ सबैजना एभ्रिथिङ टिकट होटेल्स फिजीको लागि होटेल सबै बुक भइसकेको छ अनि फोन गऱ्यो फोनै उनीहरू है बुझ्दैन अनि के भन्छ होइन त्यो इङ्ग्लिस पनि अब त्यो त्यति अनि त्यो वास्तै नगर्ने कि बल्ल अनि कताबाट त्यो एयरपोर्टमै अनि कल लाग्यो अनि कुरा गरेको ल म पठाइदिन्छु भिजा भने कि अनि त्यहाँबाट भिजा कुर्दासम्म त अनि फ्लाइटको टाइम भयो अनि मेरो फ्यामिलीहरू चाहिँ उड्यो अनि भिजा आयो अनि मैले अर्को अब नयाँ टिकट किन्न पऱ्यो नि एक्स्ट्रा त्यही जस्ट फिजी भएर त्यस्तो दुःख है त्यो पासवर्डले कि अनि कस्तो भने अब देशको माया भनेको त अब बाहिर बस्यो पासवर्डले चाहिँ होइन नि त भाइ नेपालको लागि के सन्देश छ नेपालको लागि अब यसपालि आउन पाएन नेपाल आमा अब अर्को पालि आउला यसपालि दसैँमा अर्को पालि पक्कै आउनेछु म ठिकै छ म त के पुरा साइक्लिङ गर्ने प्लानमा छ भाइ ए हो पोखराको सबै डाँडाहरू जाने ए जस्तै अब हामी हुर्किने बेलामा त पोखरा सानो लाग्थ्यो नि त भाइ अलि ठुलो भएछ अनि त्यो अब पोखराको हो भन्न नि लाज लाग्ने भइसक्यो कि ठाउँै थाहा छैन जस्तै अब साइकलमा त मजाले हेर्न पाउँछ नि त मजाले त्यही भएर कसैको साइकल पसल छ पोखरामा भने चाहिँ होइन प्लिज डु कन्ट्याक्ट है मलाई अब साइकल भाडामा चाहिएको छ राम्रो खाले लेक साइडतिर जाने एउटामा है कुरा गर्ने बुकाउने टुरिस्ट भनेर ठग्ने कि भाइ फेरि अब बुक्का टुरिस्ट बन्यो ठग्दैन त आफ्नै पोखरामा सिधै त्यसलाई घरमा लगेर चिकन डिनर खुलाइदियो है हो नि त अब 3 वर्षमा फेरि चेन्ज भइसक्यो होला त्यस्तो लास्ट टाइम म लास्ट 3 वर्ष अगाडि जाँदा त 10 वर्ष पछि गएको थिएँ नि त म त केही हिँडेसै नपाएँ त्यो त के छ 10 वर्षमा चाहिँ त्यो टोटल्ली चेन्ज हो आफू हुर्केको टोलमै हराउनु भयो 3 वर्षमा चाहिँ खासै केही 3 वर्षमा
तिम्रो त्यो क्रिम छ नि होइन कल गर्न एउटा लिएर जानु पर्यो तर लगेजमा हाल्नु दाइ फेरि उमा नहाल्नु है हो नि त दिइहाल्छ अस्ति नै एउटा भाइले लगेर ए हो र भाइ मेरो हालिदियो फेरि अर्को पठाइदिनु मेरो साथी आउँदैछ भनेर साथीलाई ए के भाइ म त्यो साइक्लिङ गर्नको लागि गोप्रो होल्डर चाहिएको थियो कि गोप्रो तपाईँले साइकलमा हुन्छ नि साइकलमा चाहिँ यता के अरे जेबी हाइफाई अनि यो गुड प्राइजहरू चेस्टमा राख्दा ठिक होला कि है चेस्टको जो हुन्छ नि एडभेन्चर अब ट्रेकिङ गर्दा नि चाहिन्छ ट्याक्कै यहाँ चेस्टमा चेसवाला राख्यो कि त किल्ला त नि मैले त त्यो साइकलको त्यो यस्तो गरेर स्ट्यान्ड त्यो हुन्छ नि ह्यान्डल बार त्यस्तोमा त्योतिर के कस्तो होला कि त हेलमेट माउन्ट आउँछ नि साइक्लिङमा नि एउटा हेलमेट लगाउने नत्र बाइककै हेलमेट लगाउनु भयो एउटा बाइकको हेलमेट कि त यहाँ माथि राखेर अनि त्यो बेला बेला यसरी निकाल्दै गर्न नि चेसमा गऱ्यो भने फेरि निकाल्नु स्क्रु खोलेर अनि गर्नु पऱ्यो तर बेला बेला अब हेलमेटमा भयो भने सट्ट बसेर ल यहाँ चाहिँ यस्तो छ फेरि टेस्ट देखाउनु नि ए हेलमेटै निकाल्नु होइन नेपालमा पनि पाउँदो रहेछ म त्यो टिकटकमा यसो पाउँछ दाइ तर यहीँ ठिक होला कि है के अरे ठ्याक्कै त्यो एक दुईवटा भिडियो हेरेको एल्गोरिदमले क्या अनि